रवि लामिछानेको समर्थनमा गायिका बिन्दु कार्कीले गाएको एउटै देशभक्ति गीतले सरकारलाई दियो चौतर्फी दबाब। रविको समर्थनमा देशभक्ति गीत गाउँदा पटक पटक हटाउने धम्की पाएकी लोक गायिका बिन्दु कार्की भन्छिन्, रवि लामिछानेमाथि अन्याय भएकै हो। म अन्याय र अत्याचारको विरुद्धमा गीत गाउँछु। मैले किन गीत हटाउने? अन्तिम इच्छा किन सोध्यो? किन गयो घरमा? दादागिरी देखाइहाल्ने बर्दिलाको भरमा। घर घेरेर बस्नुपर्ने बेडमा गयो किन? त्यसैमाथि हातमा उसको पक्राउ पुर्जी थिएन। घरमा पुगी पक्राउ पुर्जी लेख्ने कानुन कहाँ छ? के बोल्यौ सबै कुरा जनतालाई थाहा छ। रवि भन्थे पख्नुस् पख्नुस् मिलाउँदैछु झोला। उसले भन्थ्यो तल झर्क्या कस्तो शब्द होला। रवि भन्थे पख्नुस् पख्नुस् मिलाउँदैछु झोला। रवि भन्थे पख्नुस् पख्नुस् मिलाउँदैछु झोला। उसले भन्थ्यो तल झर्क्या कस्तो शब्द होला। उसले भन्थ्यो तल झर्क्या कस्तो शब्द होला। किन सरकार निदाको छस् नबोली नबोली? किन सरकार निदाको छस् नबोली नबोली? दर्शकबिन यति मिठो देशभक्ति गीत गाउने लोक गायिका बिन्दु कार्की हुन्। मृत्युदण्ड दिने जस्तै सोध्ने अन्तिम इच्छा। मृत्युदण्ड दिने जस्तै सोध्ने अन्तिम इच्छा। पुलिसभित्र सिकायो तिमीलाई शिक्षा दिन्छ। पुलिसभित्र सिकायो तिमीलाई शिक्षा दिन्छ। पुलिसभित्र सिकायो तिमीलाई शिक्षा दिन्छ। रवि लामिछाने कास्की हिरासतमा रहँदादेखि नै रवि लामिछानेमाथि प्रहरीले दुर्व्यवहार गरेको र उनको मानव अधिकार उल्लङ्घन भएका प्रशस्त खबरहरू बाहिरिरहेको समयमा लोक गायिका बिन्दु कार्कीले अन्याय र अत्याचार विरुद्ध शब्द संगीत मार्फत आवाज उठाउँदै आइरहेकी थिइन्। दर्शकबिन उनले त्यो समयमा यस्तो गीत गाएकी थिइन् कि जसले गर्दा रवि लामिछानेमाथि प्रहरीले गरेको दुर्व्यवहार प्रष्टै देखिन्थ्यो र उक्त गीत संगीत एकदमै लोकप्रिय पनि भएको थियो। उक्त गीतमा भनिएको थियो, एसपीले नि त भन्यो रे हतियार देखाई, रवि यसै मर्ने छैनन् इतिहास नलेखाई। एसपीले नि त भन्यो रे हतियार देखाई। एसपीले नि त भन्यो रे हतियार देखाई। रवि यसै मर्ने छैनन् इतिहास नलेखाई। रवि यसै मर्ने छैन इतिहास नलेखाई। रवि यसै मर्ने छैन इतिहास नलेखाई। रवि लामिछानेलाई योभन्दा पहिले अनुसन्धानको लागि हिरासतमा राख्दा टिकटकमा यही गीतको माध्यमबाट सरकारलाई चौतर्फी दबाव सिर्जना भएको थियो। यस्तै रवि लामिछानेमाथि उच्च अदालत तुलसीपुर बुटोल इजलासको पूर्वपक्षका लागि जेल चलान गर्ने आदेश आएपछि उनकै घरमा पुगेको प्रहरीले गरेको दुर्व्यवहारलाई गायिका बिन्दु कार्कीले यसरी आफ्नो गीतमा प्रस्तुत गर्छिन्। यो सुन्नुहोस्। अन्तिम इच्छा किन सोध्यो किन गयो घरमा? अन्तिम इच्छा किन सोध्यो किन गयो घरमा? दादागिरी देखाइहाल्ने बर्दिलाको भरमा। घर घेरेर बस्नु पर्ने बेडमा गयो किन? घर घेरेर बस्नु पर्ने बेडमा गयो किन? त्यसैमाथि हातमा उसको पक्राउ पुर्जी थिएन। घरमा पुगी पक्राउ पुर्जी लेख्ने कानुन कहाँ छ? घरमा पुगी पक्राउ पुर्जी लेख्ने कानुन कहाँ छ? के बोल्यौ जनतालाई सबै कुरा थाहा छ। रवि भन्थे पख्नुस् पख्नुस् मिलाउँदैछु झोला। रवि भन्थे पख्नुस् पख्नुस् मिलाउँदैछु झोला। उसले भन्थ्यो तल झर्क्या कस्तो शब्द होला। एक न्यायाधीशले गर्दाखेरि सबै परे पिरमा। एक न्यायाधीशले गर्दाखेरि सबै परे पिरमा। ढाका टोपी नलाऊ अब धोती लगाऊ शिरमा। ढाका टोपी नलाऊ अब धोती लगाऊ शिरमा। रवि मार्न मन छ क्या हो जनता थर्काउँदै? रवि मार्न मन छ क्या हो जनता थर्काउँदै? अस्ति जनता मार्यो कठै गोली पड्काउँदै। अस्ति जनता मार्यो कठै गोली पड्काउँदै। किन सरकार निदाको छस् नबोली नबोली? किन सरकार निदाको छस् नबोली नबोली? जनताको लाई काम नगरे जेनी हुन्छ भोलि। जनताको लाई काम नगरे जेनी हुन्छ भोलि। दर्शकबिन फेरि यस्तै अर्को टुक्कामा उनी भन्छिन्,
तिमलाई जनता नचाहिने भा देउन राजीनामा, बेच्न खोज्ने छोराछोरी मार्ने नेपाल आमा, किन सरकार निदाको छस् नबोली नबोली, जनताको लागि काम नगरे जेनी हुन्छ भोलि। तिमलाई जनता नचाहिने भा देउन राजीनामा, तिमलाई जनता नचाहिने भा देउन राजीनामा, बेच्न खोज्ने छोराछोरी मार्ने नेपाल आमा, बेच्न खोज्ने छोराछोरी मार्ने नेपाल आमा, किन सरकार निदाको छस् नबोली नबोली, किन सरकार निदाको छस् नबोली नबोली, जनताको लागि काम नगरे जेनी हुन्छ भोलि, जनताको लागि काम नगरे जेनी हुन्छ भोलि, जनताको लागि काम नगरे जेनी हुन्छ भोलि। दर्शकबिन, अहिले बिन्दु कार्कीको यो गीत सामाजिक सञ्जाल टिकटक भरि निकै नै भाइरल छ र रवि लामिछानेका समर्थकहरूले यो गीतमा आफ्नो टिकटक बनाउँदै सकेसम्म धेरैभन्दा धेरै सेयर गरिरहेका छन्, जसले गर्दा सरकारसँग दबाब पुग्न सकोस् भन्ने उनीहरू चाहन्छन्। हजारौंको संख्यामा सडकमै उत्रिएर आन्दोलन गर्दा समेत दबाब नपुग्ने सुतेको सरकारलाई यो गीतले फरक पर्ला नपर्ला त्यो त थाहा छैन, तर यो गीत रवि लामिछानेका समर्थकहरू र देशभक्त युवाहरूको लागि निकै नै मिठो र कर्णप्रिय भने रहेको छ। शब्दमा उत्तिकै मिठास भएको यो गीतले युवाहरूमा ऊर्जा र हौसला समेत बढाइरहेको छ। उक्त गीतकी गायिका बिन्दु कार्की रवि लामिछानेको विषयमा र सरकारले गरेको अन्यायको विषयमा के भन्छन् त, एकैछिन उनको यो कुरा सुन्नुहोस्। म चाहिँ एउटा कुरा के भन्न चाहन्छु भने जनताको हितमा केही कुरा छ भने पछाडि कानुन छ, हामीले कानुनलाई वेट गर्ने हो। अरू त सबै बुझिसकेका छौँ, कानुनलाई पेलेर दबावमा पारेर पैसाले किन्न खोज्यो भनेपछि खबरदार। सम्पत्ति छानबिन भन्ने कुरा नि, सम्पत्ति छानबिन उहाँ खोक्रो कागज हल्लाउँदै भाषण संसद भवनमा मेरो यो छ प्रमाण छ भन्नेलाई पनि छानबिन गर्नुपर्छ। कति छ सम्पत्ति छ, हिजो सबै चप्पल लाएर छिरेका हुने, हिजो जनता हामी सबैजना एकदमै अबुझ थियौँ, नेताले गर्छन् भनेर छोडिदिएको होइन, जिताएर पठाइदिएको। हामी रगत पसिना चुहाउने, हाम्रा दाजुभाइ रगत पसिना चुहाउने, हाम्रो दिदीबहिनी रगत पसिना चुहाउने, 70 वर्षको बाबुआमाले रगत चुहाउने, पसिना चुहाउने, अनि यिनीहरूले हाम्रो रगतमा मोज मस्ती गर्ने, अनि महलमा बस्ने, अनि आदेश दिने, पैसाले हर कुरा किन्ने। ठिक छ, रवि लामिछाने दोषी भएपछि जेलमा गयो केही फरक पर्दैन, जेलमा जानुहुन्छ, जानुवाला दोषी, तर सत्य छानबिन गर्न दिनु पर्यो, त्यहाँ सहीको सही गलतको गलत भन्न चाहिँ दिनु पर्यो। र रवि लामिछाने जेलमा गए पनि सम्पत्ति छानबिन चाहिँ कसले गर्छ? अब जनताले गर्छ। घर घर घेरेर, संसद भवन घेरेर हुने हो कि बालुवा टार घेरेर हुने हो कि सबै सहकारी पीडितदेखि लिएर हामी सब जनता एकजुट भएर यो सबको सम्पत्ति छानबिन गर्ने हो भने हिजो चप्पल लाएर आउनेहरू आज सब मन्त्रीदेखि नेताहरू सबै जेलमा हुन्छन्। यहाँ देशमा को रहन्छ? जनता बाहेक अरू सबै जेलमा हुन्छन्। तर त्यो गर्न यिनीहरूले आफै त गर्दैनन्, आफ्नो फाइल आफै त मरि नै खोल्दैनन्। त्यसकारण फाइल खोल्न जनता रेडी हुनुपर्छ। अब त्यसकारण वेट गरौँ। यदि समाचार राम्रो आएन भने दोषी ल ठिक छ, दोषी जानै पर्छ, दोषी ठहरै गरे पछाडि, तर जबरजस्ती दोषी ठहर गराइएर केही गरियो भने पछाडि खबरदार। म योभन्दा सशक्त तरिकाले गीतका शब्दबाट आउनेछु, छातीमा गोली लागोस् मर्नेछु, तर डराउने छैन। छानबिन चाहिँ सही तरिकाले गरेर न्याय दिनु पर्यो। अन्यायलाई अन्याय 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 गरेर दुश्मनी छ भन्दैमा, कसैको एकजना व्यक्तिसँग दुश्मनी छ र सानो पार्टी हो भन्दैमा संसद पद नै खाने, रेसिपी राख्ने, व्यक्तिसँग रेसिपी राख्ने, उसको भिजन नहेर्ने, जनता र देशको लागि गर्न खोज्ने मान्छेलाई गर्न नदिने। खबरदार, सबैजना जनता जहाँ छौँ त्यहीँबाट आवाज उठाउँदै गरौँ। भोलि एकजुट भएर सडकमा पनि हामी आउन तयार हुनुपर्छ। जय देश, जय। दर्शकबिन, जब जब देशमा अन्याय अत्याचार हुन थाल्छ तब तब हरेक युवाहरूले आफ्नो तर्फबाट आवाज उठाउन थाल्छन्। कलाकारले आफ्नो गीत र सिर्जना मार्फत, सङ्गीत मार्फत प्रहार गर्छन्। साहित्यकारहरूले आफ्नो साहित्य रचना मार्फत प्रहार गर्छन्। जोसँग जे छ त्यही अनुसार उनीहरूले आफ्नो सृजनशीलता प्रस्तुत गर्ने हुन्। यो लोकतन्त्र हो, यो गणतन्त्र हो। यहाँ बोल्न पाइन्छ, अन्यायको विरुद्धमा आवाज उठाउन पाइन्छ। तसर्थ आफ्नो पोल खुल्यो भनेर सरकार होस् वा जोसुकै होस्, कसैले पनि साहित्य सिर्जना गर्ने सर्जकहरूलाई धम्की दिन भने पाइँदैन। कसैलाई व्यक्तिगत आक्षेप नलगाइकन र कसैको आस्थामा प्रहार नगरिकन
स्वतन्त्र तरिकाले जस्तोसुकै गीत सङ्गीत पनि गाउन मिल्छ, सिर्जना गर्न मिल्छ। तसर्थ आफूलाई मन नपरेको व्यक्तिको तारिफ गर्दा विपक्षीहरूले गीत नै हटाउन दबाब दिनु भने गलत कुरा हो। यसले समाजमा गलत सन्देश प्रवाह हुन्छ। दर्शकबिन सबैले आफ्नो तर्फबाट अन्यायको विरुद्धमा आवाज उठाउँदा रवि लामिछानेलाई पक्कै पनि न्याय मिल्नेछ। तपाईहरूलाई भने यो गीत कस्तो लाग्यो? यदि गीत राम्रो लाग्यो भने कमेन्टमा रवि लामिछाने लेख्नुहोला र भिडियोलाई एक लाइक पनि गर्नुहोला।